सुरुमा के गर्ने यताको ड्रमलाई लक हटाउने लक हटाइसकेपछि यसमा जुन हामीले सामान जुन इन्स्ट्रुमेन्ट के गर्छौं स्टेबलाइजेसन गर्छौं सर्जिकल सामानहरु के गर्ने यसभित्र राख्ने यसमा एप्रोन कपडाहरु पनि राख्न सकिन्छ त्यसपछि के गर्ने यसलाई दुईटा लक छ लकले बन्द गर्ने अनि यसमा के राख्ने पानी भित्र फेरि स्ट्यान्ड बन्ने यो स्ट्यान्ड के गर्ने मजाले यहाँ मिलाएर राख्ने त्यसपछि यो बक्सलाई सिधै यसमा राख्ने अब यसको बीचमा गर्ने त्यसलाई बीचमा अब यो राख्दाखेरि यसमा के छ दुईटा सिटी छ र एउटा के छ प्रेसर नाप्छ मिटर छ अब यसलाई बसाल्दाखेरि के गर्न पर्छ लक मिलाएर यहाँ लक छ यो लक मिलाएर बल्ल राख्ने अहिले सर यस्तो सर ठीक है यो गेप में हाल्नु भिडियो पोस्ट गर्नु यो लक भइसक्यो अब के गर्न पर्छ चार्जर पहिला सबै चेक गर्ने सिटी सही छ कि नहीं यो के हो बढी के रह्यो भने यो निकाल्नको लागि यहाँ के हुन्छ वैकल्पिक एउटा बार ल अब यो जोड्ने प्लग सावधानी पूर्वकले के गर्ने प्लग जोड्ने ये ढाका बंद कसो थाम लाइट बन्ने मैं बहुत भिडियो अहिले के छ अब प्रेसर उठ्न थाल्यो कि नहीं यता उठेछ कि नहीं यहाँबाट अलि हेर्दै गर्ने अहिले छैन तर उठ्छ उठा लगाएर अहिले स्किप गरेर यहाँबाट खोल्न मिल्छ प्रेसर खुल्यो सरले कहाँ बनेको प्रेसर बनेछ चेक गर्नलाई जैसे प्रेसर छ निकाल्यो भयो यति छिटो काम हुन्छ अहिले त्यो तात्काल